हेलो एभ्रिवान, नमस्ते जोडले सोजनलाई वेलकम छ फेरि मेरो आजको नयाँ भिडियोमा है त सबैजनालाई मेरो युट्युब फ्यामिलीहरूलाई एकदम वेलकम छ मेरो आजको नयाँ भिडियोमा। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यहाँ म पनि एकदम सन्चै आरामै छु है त। मौसम चाहिँ आज पानी पर्न लागिरहेको छ है त चाहिँ, सो हेर्न सक्नुहुन्छ पछाडि हैन। नत्र त घामले यस्तो बब्बाल पोल्थ्यो कि घाम त यस्तो खतरा लाग्दो रहेछ हाम्रो उहाँ नेपालमा भन्दा नि यहाँ त आम्मामा डेन्जर पोल्ने कि घामले। सो आज चाहिँ पानी पर्न लाग्यो, त्यस्तो घाम चाहिँ पोलेको छैन। अनि भर्खरै उठेको म चाहिँ हैन, किनकि नाइटमा ड्युटी छ अनि अहिले चाहिँ 12 बजिसकेको छ। अनि भर्खरै उठेर अब खाना लागेको छु मुख सुख धोएर। अनि हाम्रो चाहिँ खाना चाहिँ त्यही हो, टिफिनमा आउँछ सो है त। अनि खाना लिएर आएको भर्खरै तलबाट, अनि क्याफेबाट पानी लिएर आएर अनि खाना लिएर आएको। सो खाना चाहिँ हाम्रो चाहिँ टिफिनमा आउँछ, यस्तरी खाना यस्तरी आउँछ टिफिनमा है त। रोटी भात भइहाल्यो हैन, अनि तरकारी यसरी मुनि तरकारी यसरी आउँछ है त। अनि रोटी पनि छ यहाँ बिचमा, यस्तो खोल्नै नमिलेको सो एकैछिन है त। खाना आउँछ, रोटी आउँछ यस्तै छ। कहिले कहिले त क्या तरकारी पनि यस्तो नमिठो आइदिन्छ कि आमा, लास्टै नमिठो आइदिन्छ तरकारी कहिले कहिले है। त्यति बेला त आमा कस्तो घरको याद आउँछ क्या होइन। खाना नमिठो आउँदाखेरि त अब हुन्छ नि, घरतिर त यसो गुन्द्रुकको झोल भयो भने यति मिठो हुन्थ्यो भनेर हरेक याद आउँछ। कहिले कहिले खानै सकिन्न कि तरकारी मिठो नभएर होइन। त्यति बेला त लास्टै याद आउँछ घरतिर। अब आफ्नो घर फ्यामिलीसँग बसेर खानु र यहाँ एक्लै खानु होइन। कोही केटाहरू सुत्दै छ अहिलेसम्म है, अनि सँगै नै हुन्न कि कहिले नि होइन। कहिले उठ्छ होइन, कहिले 1-2 जना त्यही हो, पाल उठ्छ अनि भात खाने त्यही हो सँगै हुन्न। अनि त्यही भएर लाज घरतिरको याद आउँछ यार। गाह्रो छ हौ जिन्दगी के हो भने यस्तै रहेछ होइन। परदेशतिर आएपछि अब जिन्दगी भन्ने के नै रहेछ र अब यो पैसाको लागि चाहिँ अब मान्छेले चाहिँ केही गर्नु पर्दो रहेछ है। कसले बनायो होला यो पैसा भन्ने चिज पनि होइन साथीहरू। हेर्दा सामान्य एउटा कागजको टुक्रा हो, तर यसको महत्त्व कति रहेछ भन्ने कुरो त अब आफूले कमाएपछि नि थाहा हुँदो रहेछ क्या। कमाउन आएपछि, कमाउन हिँडेपछि चाहिँ होइन थाहा हुने रहेछ है। पैसा नै अब सबथोक रहेछ अहिले चाहिँ होइन। अहिलेको जमानामा चाहिँ भनौँ न पैसा नै अब महत्त्व छ धेरै, पैसाकै पैसा नै सबथोक हो। पैसा छ त साथीभाइ छ, पैसा छ त आफन्त छ, पैसा छैन त आफन्तले पनि गन्दैन, साथीभाइले पनि गन्दैन होइन। सबैले हेप्छ नि त। पैसाको लागि चाहिँ अब के गर्नुपर्ने रहेछ मान्छेले होइन। पैसाकै लागि आफ्नो घर फ्यामिली आफन्त साथीभाइ सबै छोड्नुपर्ने, देश पनि छोड्नुपर्ने होइन पैसाको लागि। जिन्दगी नै के रहेछ, यस्तै रहेछ अब भनौँ न। अब केटा मान्छेको जिन्दगी होइन त्यस्तै रहेछ कि अब कमाउनै पर्यो, गर्नै पर्यो, आफ्नो घर फ्यामिली हेर्नै पर्यो है। जिम्मेवारी धेरै हुन्छ केटा मान्छेहरूको होइन। अहिले चाहिँ अब भनौँ न अब केटी मान्छेहरू पनि अब अहिले चाहिँ केटी मान्छेहरू पनि धेरै स्ट्रगल गरिरहेको छ होइन। केटी मान्छेहरूले पनि गर्छ अहिले चाहिँ है त। तर पनि केटीलाई भन्दा चाहिँ केटालाई चाहिँ अलिक बढी नै जिम्मेवारी चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है। आज कहाँ छ अनि भोलि कहाँ हुन्छ थाहै नहुने कि केटा मान्छेहरू होइन। जिन्दगी के रहेछ र अब आज यहाँ छ भोलि झोला बोकेर अब कहाँ पुग्नुपर्छ होइन। अब त्यस्तै रहेछ। तर त्यो के चिज हो त नि यो होइन। अब जति कमाए पनि के नपुग्ने कि कसैलाई होइन, जति कमाए नपुग्ने है। कस्तो के चिज बनाइदियो होला कि जेमा पनि कि अहिले चाहिँ पैसा नै अगाडि जाने कि होइन। अब केही काम गर्नु पऱ्यो ल सबभन्दा अगाडि नै पैसा चाहियो ल, यति पैसा चाहियो उति पैसा चाहियो के गर्नु। यस्तै पैसाले मान्छेलाई राम्रो चिज राम्रो काम गर्न पनि बाध्य बनाउँछ र नराम्रो काम गर्न पनि बाध्य बनाउँछ होइन। पैसा भन्ने चिज चाहिँ यस्तो चिज हो क्या। पैसा कमाउन पनि कहाँ सजिलो छ र होइन। अब अर्काको देशमा आएर पनि रगत पसिना बगाउनु पऱ्यो, कतिको गाली सहनु पऱ्यो, कतिको दुःख सहनु पर्छ होइन। धेरै गाह्रो छ होइन। अहिले त अझै सिङ्गल छ होइन। अब सिङ्गल हुँदा अब त्यति धेरै त जिम्मेवारी हुँदैन। जब कि अब आफ्नो पनि छुट्टै अब आफ्नै फ्यामिली हुन्छ होइन। छुट्टै आफ्नै फ्यामिली भएपछि अझै झन् कति जिम्मेवारी थपिने हो होइन। धेरै गाह्रो छ यार केटा मान्छेको जिन्दगी। त्यही हो, म त के भन्न चाहन्छु भने केटा हो एनी हाउ पैसा कमाऊ है त। जस अनि धेरै मिस गरिरहेको छ आफ्नो फ्यामिलीलाई है त।
जिन्दगीमा पैसा चाहिँ कमाउनु पर्छ है साथी, पैसा चाहिँ कमाउनु पर्दो रहेछ।